द मङ्क हु सोल्ड हिज फरारी। यो बुकलाई मैले अहिलेसम्म 3 चोटिभन्दा धेरैचोटि पढिसकेँ र अझै पनि मलाई यसलाई पढौँ लागिरहेको छ। किन भन्दाखेरि म यसमा यति धेरै नलेज पाएँ कि मैले आई क्यान एक्सप्लेन यु इन दिस सर्ट भिडियो। र यसबाट मैले गेन गरेको 3टा एकदम इम्पोर्टेन्ट लेसनहरू तपाईँले चाहिँ सेयर गर्न गएको छु। आई होप इट क्यान कम्प्लिटली चेन्ज युर लाइफ। यदि मैले भनेको कुराहरूलाई अब तपाईँले लाइफमा साँच्चीको इम्प्लिमेन्ट गर्नुभयो भने तपाईँको लाइफ कम्प्लिटली चेन्ज हुनसक्छ। लाइक माइन्ड म्यानेजमेन्ट इज द इसेन्स अफ लाइफ म्यानेजमेन्ट। माइन्ड म्यानेजमेन्ट हामीले चाहिँ एउटा नर्मल पर्सनले एक दिनमा चाहिँ 60,000 भन्दा धेरै थट्सहरू चाहिँ आफ्नो दिमागमा सोच्ने गर्छ। 60,000 थट्स। र त्यसमा पनि अचम्मको कुरो चाहिँ के छ भने त्यसमा 95% भन्दा धेरै थट्सहरू चाहिँ हामीले हिजो सोचेको कुरा हुन्छ अरे के। हिजो सोचेको टेन्सन, हिजो सोचेको स्ट्रेस, हिजो सोचेको वरी, नेगेटिभ थट्सहरू 95% भन्दा बढी हिजो सोचिसकेका थट्सहरू हुन्छन्। त्यसको भन्नुको मतलब हाम्रो दिमागमा चाहिँ क्रिएटिभिटीको लागि, हाम्रो दिमागमा पोजिटिभ थिङ्किङको लागि स्पेस नै छैन। हामीले एउटै थट्सलाई बारम्बार सोचिरहेका छौँ। यदि मैले त्यति बेला यो भन्दै गएँ हुन्थ्यो होला, यदि मैले त्यति बेला नरिसाएको भए मेरो अझै राम्रो हुन्थ्यो होला, यस्तो टाइपको थट्सहरू चाहिँ हामीले कन्सिस्टेन्टली सोचिरहेका हुन्छौँ अरे कि। 60,000 थट्सहरू हुन्छ जसमा चाहिँ 95% भन्दा बढी थट्स चाहिँ हामीले चाहिँ पहिलाकै थट्सहरू चाहिँ रेगुलरली चाहिँ एउटा आफ्नो पास्टको चाहिँ प्रिजनर भएर चाहिँ त्यो सोचिरहेको छौँ। त्यसैले चाहिँ हामीले माइन्ड म्यानेजमेन्ट गर्ने कुरामा धेरै मान्छेहरूले चाहिँ फोकस गर्दैनन्, विच इज भेरी भेरी ब्याड थिङ। त्यसैले सक्सेसको फर्स्ट स्टेप भनेको नै माइन्डसेट हो। माइन्डसेटलाई चेन्ज गर्नु भनेको नै सक्सेसको फर्स्ट स्टेपमा चाहिँ क्लाइम्ब गर्नु हो। सेकेन्ड द पर्पज अफ अ लाइफ इज अ लाइफ अफ पर्पज। एउटा चाहिँ यस्तो स्टडी कन्डक्ट भएको थियो अरे अकर्डिङ टु दिस बुक, जसमा चाहिँ एकदम सक्सेसफुल मान्छेहरू, एकदम खुसी मान्छेहरू के, त्यसमा कुनै टेन्सन नभएका मान्छेहरू, कुनै हुन्छ नि जस्तो एकदम धनी भयो भने, एकदम सक्सेसफुल भयो भने एकदम दुःखी हुने मान्छेहरू हुन्छ त्यस्तोलाई होइन, जुन चाहिँ सक्सेसफुल छन् र खुसी पनि छन्, त्यस्तो जुन धनी पनि छन् त्यस्तो मान्छेहरूको चाहिँ एउटा स्टडी कन्डक्ट भएको थियो अरे। र तिनीहरूमा चाहिँ एउटा चिज चाहिँ कमन पाइयो अरे के। वाट वाज द्याट थिङ? इट वाज एचिभमेन्ट। तपाईँ हरेक बिहान चाहिँ त्यही पर्पोज, आफ्नो पर्पोजलाई पुरा गर्नको लागि उठ्नुहुन्छ र आफ्नो त्यो कामलाई खुसी भएर गर्नुहुन्छ भने द्याट इज द रियल सोर्स अफ ह्याप्पिनेस। ह्याप्पिनेस भनेको कुनै पैसाबाट आउँछ, पैसा चाहिन्छ, बट द ह्याप्पिनेस कम फ्रम द वर्ड एचिभमेन्ट। जब तपाईँ आफ्नो एचिभमेन्ट गर्नुहुन्छ नि, रियल एचिभमेन्ट गर्नुहुन्छ, तब मात्रै तपाईँले चाहिँ एउटा ह्याप्पिनेसलाई चाहिँ पाउनुहुन्छ। त्यसैले द पर्पोज अफ लाइफमा चाहिँ एउटा पर्पोज हुनुपर्छ कि तपाईँ चाहिँ यो वर्ल्डमा चाहिँ किन आउनुभएको त, तपाईँ यो वर्ल्डमा आएको चाहिँ वाट इज द मिनिङ अफ यर लाइफ होइन। तपाईँ यो वर्ल्डमा आएको चाहिँ तपाईँको मिनिङ के छ भन्ने कुरो चाहिँ, आफ्नो लाइफको चाहिँ पर्पोज के हो भन्ने कुरो थाहा पाउनु पऱ्यो।